नमस्ते हजुरहरूलाई। आज म चाहिँ देखाउँदैछु हजुरहरूलाई चण्डेश्वरी मन्दिर है। काभ्रेपलाञ्चोकको बनेपास्थित रहेको यो मन्दिर विश्व प्रसिद्ध छ। यो मन्दिर विश्वमै चर्चा छ भन्नु पर्यो। यो चाहिँ हजुरको कोटेश्वरबाट जाँदा बनेपाको चाडो बाटो पुगिसकेपछि सालिकको ठ्याक्कै तपाईको देब्रेपट्टि साइडबाट 2 किलोमिटर 3 किलोमिटर उता छ यो मन्दिर चाहिँ। यो मन्दिरको विशेषता चाहिँ के छ भने नि चण्डेश्वर राक्षसले चाहिँ ब्रह्मादेवबाट चाहिँ वरदान पाएको थियो। यो कसैले देवताहरूले कसैले मसँग लड्न नसकुन्, पराजय गर्न नसकुन् भनेर। त्यही भएर सबै देवतालाई लखड्दा लुकेर बसेको जङ्गल चाहिँ यो चण्डेश्वरी मन्दिरको जङ्गललाई भनिन्थ्यो। अब त्यो पनि लुकेर बस्दाखेरि चराको रूपमा बस्दाखेरि थाहा पाएर चण्डेश्वर राक्षसले थाहा पाएर चाहिँ त्यो रुख काटिदिएको।